इतिहास साक्षी छ यो शिर न कहिले झुकेको थियो न कहिले झुक्नेछ किनकि हामी पहाडी हिमाली मधेसी होइन हामी त केवल नेपाली हो नेपाली देशको सीमा भित्र मैले जन्म लिए गोर्खालीको सन्तान भनी गर्व गरेँ थिए जन्माएको आमाले हो घाँस काट्दा काट्दै गाउँको जीवन यसै गयो दुःख सादा साड्दै हामीलाई के नै सुख छ छैन रोजगारी सात समुद्र तरी गए मुटु गाँठो पारी हातमा सामान बेची बेची विदेशीको गुलाम देश सम्झेर रुन्छ मन कसो गरी भुलाम हामीलाई के नै सुख छ सक्ने गर नसक्ने यो देश मेरो पनि होइन मेरो पनि होइन यो देश मेरो पनि होइन यो देशमा भ्रष्टाचारको सीमा नागिसक्यो त्यसैले भ्रष्टाचारीलाई नै सीमा लगाउनु पर्छ भ्रष्टाचार गर्न पाइदैन भ्रष्टाचार गर्न पाइदैन नयाँ नेपाल चाहिन्छ नयाँ नेपाल चाहिन्छ आमा आमा म एकछिन बाहिरबाट आउँछु है कहाँ जानु लागेको एकछिन फुर्सद हुँदैन यसलाई एकछिन त बस्नु बाबु यहाँ ढिलो भइसक्यो कहाँ जानु ढिलो भयो फेरि म आज जेन्जीहरूको आन्दोलन छ कि कहीँ जानु ए यस्तो आन्दोलन सान्दोलन के हो नजानु बाबु त्यस्तोमा नजा हेलो हजुर ल आइहाल्यो म आइहाल्यो तपाईँ आइसक्नु हो ल म आइहाल्छु ल ल आमा ल खाना खानु दबाई चाहिँ टाइममा खानु है म आइहाल्छु है ए नजा भनेको के नजा आइहाल्यो म आइहाल्यो बाबासँग बस्दै आइहाल्छु ए जुत्ता बस्नुमा हेर न अब गयो त्यत्तिकै अर्जुनको केटाकेटीलाई के सम्झाउन सकिन्छ र ए जुत्ताको तुना त बाँधेर जा लड्लास भनेर भन्छु भनेको सुन्दै नसुनी गयो के भनेर सम्झाउनु कसले बोलाउँछ कहाँ जान्छ के को आन्दोलन हिजो आजको केटाकेटीलाई त सम्झाउनै नसक्ने म त हैरान भयो नि ओफ भ्रष्टाचार गर्न पाइदैन भ्रष्टाचार गर्न पाइदैन ए भगवान मैले आज यो के देख्नु पर्यो मेरो जिन्दगीको एक्लो सहारा त थिस् बाबु केही पनि चुडेर लगी छैन तारी सिधै भयो
पनि म जस्ता हजारौं आमा रोए पनि आजको दिनदेखि मेरो देश नेपाल आमालाई रुवाउने कुचेष्टा कसैले नगरोस्। धन्यवाद।